ल बर्डर 2 चलचित्रको समीक्षामा तपाईले थाहा पाउनुपर्ने केही खास कुराहरू हेरौँ है त। अब साँच्चै भन्नुपर्दा नि ट्रेलर हेर्दा त मलाई यो फिल्म त्यस्तो खासै दमदार होला जस्तो लागेको थिएन। तर फिल्म हेरिसकेपछि त मेरो विचार पुरै नै बदलियो के। पहिलो कुरा गरौँ यसको एक्सनको। मलाई त लागेको थियो फेरि त्यस्तै सनी देओलले तोप उछाल्ने जस्तो ओभर द टप सीन होला। तर त्यस्तो केही पनि छैन है। यो फिल्मले त सिमानामा सेनाले साँच्चै के गर्छन् त्यही देखाएको छ। कुनै सुपर हिरोको फाइट जस्तो बिल्कुलै होइन। अनि दोस्रो कुरा, एक्सन मात्रै कहाँ हो र, फिल्मले इमोसनली पनि तपाईलाई एकदमै छुन्छ। पहिलो हाफमा हरेक क्यारेक्टरको कथा देखाएर हामीलाई उनीहरूसँग कनेक्ट गराउँछ। अनि जब दोस्रो हाफमा युद्धको सिन आउँछ नि, त्यसले झनै असर गर्छ। खास गरी त्यो घर कब आओगे गीत बज्दा त मनै भक्कानिन्छ। अनि अन्त्यमा पर्फर्मेन्सको कुरा गरौँ। सबै कलाकारको अभिनय एकदमै बलियो छ। फिल्ममा कमेडी थोरै छ, तर जति छ नि त्यसले मज्जाले हँसाउँछ र कथालाई ब्यालेन्स गर्छ। तपाईँ हरेक पात्रको यात्रामा आफूलाई पनि सँगै पाउनुहुन्छ। भन्नुपर्दा बर्डर 2 एउटा यथार्थपरक र इमोसनली पावरफुल फिल्म हो, जसले दर्शकको मन जित्न सफल हुन्छ।